नमस्ते सबैजनालाई हजुरहरुलाई सर्टकट एजुकेसनको ननस्टप जीके मा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी नेपालको भूगोल सम्बन्धी ज्ञानमा चाहिँ प्राकृतिक स्रोत र साधनहरुमा चाहिँ हामीले जल स्रोतको बारेमा पहिले पढेको थियौ र यस भिडियोमा चाहिँ हामी ताल, कुण्ड र पोखरीहरुको बारेमा पढ्न गइरहेको छौं। तिलिचो ताल। तिलिचो ताल कुन जिल्लामा पर्छ? मनाङ। तिलिचो ताल समुद्री स्तरदेखि कति उचाइमा छ? 4919 मिटर। तिलिचो तालको लम्बाई कति छ? 4 किलोमिटर। तिलिचो तालको चौडाई कति छ? 1.2 किलोमिटर। तिलिचो तालको गहिराई कति छ? 200 मिटर। तिलिचो ताललाई अर्को के भनिन्छ? तिरिचो वा तिलिजो। तिलिचो तालको उत्तरतर्फ कुन हिमाल पर्छ? नीलगिरी हिमालय। तिलिचो तालको दक्षिणतर्फ कुन हिमाल छ? अन्नपूर्ण हिमालय। रारा ताल। नेपालको सबैभन्दा ठूलो ताल कुन हो? रारा ताल। रारा ताल कुन जिल्लामा पर्छ? मुगु। रारा तालको उचाइ कति छ? 2990 मिटर। रारा ताललाई अर्को के भनिन्छ? महेन्द्र ताल। रारा तालको लम्बाई कति छ? 5.2 किलोमिटर। रारा तालको चौडाई कति छ? 2.4 किलोमिटर। रारा तालको गहिराई कति छ? 167 मिटर। सेफोक्सुण्डो ताल। सेफोक्सुण्डो ताल कुन जिल्लामा पर्छ? डोल्पा। सेफोक्सुण्डो तालको उचाइ कति छ? 3613 मिटर। सेफोक्सुण्डो तालको लम्बाई कति छ? 4.82 किलोमिटर। सेफोक्सुण्डो तालको चौडाई कति छ? 1.61 किलोमिटर। सेफोक्सुण्डो तालको गहिराई कति छ? 650 मिटर। सेफोक्सुण्डो तालको स्थानीय नाम के हो? रिग्मो। सेफोक्सुण्डो ताल कस्तो आकारको छ? 3 कुने लाम्चो। नेपालको सबैभन्दा गहिरो ताल कुन हो? सेफोक्सुण्डो ताल। सेफोक्सुण्डो तालको निकासको रूपमा कुन खोलाबाट पानी बग्छ? सुलीगाड खोला। सेफोक्सुण्डो ताल फेवा तालसँग तुलना गर्दा के छ? दोस्रो ठूलो ताल। चेछो रोल्पा ताल। चेछो रोल्पा ताल कुन जिल्लामा पर्छ? दोलखा। चेछो रोल्पा तालको उचाइ कति छ? 4580 मिटर। चेछो रोल्पा तालको लम्बाई कति छ? 3 किलोमिटर। चेछो रोल्पा तालको चौडाई कति छ? 0.5 किलोमिटर। चेछो रोल्पा तालको गहिराई कति छ? 100 मिटर। चेछो रोल्पा तालमा कति घन मिटर पानी रहेको अनुमान छ? करिब 8 करोड घन मिटर। चेछो रोल्पा ताललाई कुन खतरामा रहेको भनिन्छ? विस्फोटन हुने खतरा। चेछो रोल्पा ताललाई विस्फोटनबाट जोगाउन के गरिएको छ? साइफन जडान गरिएको छ। फेवाताल। फेवाताल कुन जिल्लामा छ? कास्की। फेवातालको लम्बाई कति छ? 4.8 किलोमिटर। फेवातालको चौडाई कति छ? 1.5 किलोमिटर। फेवातालको गहिराई कति छ? 24 मिटर। फेवातालमा कुन हिमालयको छाया देखिन्छ? माछापुच्छ्रे हिमाल। रानी पोखरी। रानी पोखरी कहाँ अवस्थित छ? काठमाडौँ। रानी पोखरी कसले बनाएका हुन्? राजा प्रताप मल्लले। रानी पोखरी किन निर्माण गरिएको हो? पुत्र शोकले पीडित रानीलाई सान्त्वना दिन। रानी पोखरीको लम्बाई कति छ? 180 मिटर। रानी पोखरीको चौडाई कति छ? 140 मिटर। रानी पोखरीको क्षेत्रफल कति छ? करिब 32 रोपनी। रानी पोखरीको कुन कुनामा भैरव स्थापना गरिएको छ? उत्तर पूर्व र उत्तर पश्चिममा चाहिँ भैरव स्थापना गरिएको छ। रानी पोखरीको दक्षिण पूर्व कुनामा के स्थापना गरिएको छ? महालक्ष्मी। रानी पोखरीको दक्षिण पश्चिम कुनामा के स्थापना गरिएको छ? सोह्रहाते गणेश। रानी पोखरी कुन प्रकारको पोखरी हो? ऐतिहासिक पोखरी। तौदाह। तौदाह कहाँ अवस्थित छ? काठमाडौँ। तौदाहलाई कुन नागको वासस्थान भनिन्छ? कर्कोटक नागको। तौदाहको जल क्षेत्र कति रोपनी छ? 84 रोपनी। तौदाह कुल कति रोपनी जग्गामा फैलिएको छ? 96 रोपनी। तौदाह कहाँको घटनासँग जोडिन्छ? चोबारको गल्छी काटिएको कठामा। तौदाह चराहरूको अध्ययनका लागि किन उपयुक्त छ? यहाँ दर्जनौं प्रकारका पक्षीहरू पाइन्छन्। घोडाघोडी ताल। घोडाघोडी ताल कुन जिल्लामा छ? कैलाली। घोडाघोडी ताल महेन्द्र राजमार्गको कुन तर्फ छ? उत्तरतर्फ। घोडाघोडी तालको आकार कस्तो छ? हत्केलाको आकार। घोडाघोडी ताल कति हेक्टर क्षेत्रफलमा फैलिएको छ? करिब 1.5 हेक्टर। घोडाघोडी ताल किन नामकरण गरिएको हो? छेउको घोडाघोडी मन्दिरका आधारमा। घोडाघोडी ताल वरपर कुन दुर्बल पक्षी पाइन्छ? धनेश। घोडाघोडी तालमा के पाइन्छ? माछा, गोही, कछुवा। घोडाघोडी ताल वरपर कुन दुर्लभ पक्षी पाइन्छ? धनेश। बेगनास ताल। बेगनास ताल कुन जिल्लामा छ? कास्की। बेगनास ताल समुद्री स्तरबाट कति उचाइमा छ? 677 मिटर। बेगनास तालको गहिराई कति छ? 7.5 मिटर। बेगनास ताल कति हेक्टर क्षेत्रफलमा फैलिएको छ? 225 हेक्टर। बेगनास ताल कहाँको पाखामा अवस्थित छ? पचभैया डाँडाको। गोसाईकुण्ड। गोसाईकुण्ड कुन जिल्लामा अवस्थित छ? रसुवा। गोसाईकुण्ड समुद्री स्तरदेखि कति उचाइमा छ?
करिब 4360 मिटर। गोसाइँकुण्डलाई धार्मिक दृष्टिले कस्तो मानिन्छ? तीर्थस्थल। गोसाइँकुण्डमा कुन पर्वको समयमा मेला लाग्छ? जनै पूर्णिमा। गोसाइँकुण्ड कुन प्रदेशमा पर्दछ? बागमती प्रदेश। गोसाइँकुण्ड कुन झरनाबाट बनेको हो? उत्तरी झरना। रूपाताल कुन जिल्लामा अवस्थित छ? कास्की। रूपाताल कहाँको फेदमा अवस्थित छ? पचभैया पर्वतको। रूपाताल समुद्री स्तरदेखि कति उचाइमा छ? 601 मिटर। रूपातालको गहिराई कति छ? 4.5 मिटर। रूपाताल कति हेक्टर क्षेत्रमा फैलिएको छ? 120 हेक्टर। रूपातालमा हाल के कार्य भइरहेको छ? मत्स्य पालन। देवाताल कुन जिल्लामा पर्छ? कास्की। बेगनासताल कुन जिल्लामा पर्छ? कास्की। सेफुक्सोन्डो ताल कुन जिल्लामा पर्छ? डोल्पा। 20,000 ताल कुन जिल्लामा पर्छ? चितवन। गेड हवा ताल कुन जिल्लामा पर्छ? रूपन्देही। लौसा ताल कुन जिल्लामा पर्छ? रूपन्देही। सगर हवा ताल कुन जिल्लामा पर्छ? रूपन्देही। नङ्ग्या ताल कुन जिल्लामा पर्छ? रूपन्देही। बुलबुले ताल कुन जिल्लामा पर्छ? सुर्खेत। जगदीपुर ताल कुन जिल्लामा पर्छ? कपिलवस्तु। रानी ताल कुन जिल्लामा पर्छ? कञ्चनपुर। हालसिल्ला ताल कुन जिल्लामा पर्छ? कञ्चनपुर। तिलिचो ताल कुन जिल्लामा पर्छ? मनाङ। खप्तदह कुन जिल्लामा पर्छ? अछाम। इन्द्र सरोवर कुन जिल्लामा पर्छ? मकवानपुर। दिया पोखरी कुन जिल्लामा पर्छ? पर्सा। रानी पोखरी कुन जिल्लामा पर्छ? काठमाडौँ। नागदह कुन जिल्लामा पर्छ? ललितपुर। गंगासागर कुन जिल्लामा पर्छ? धनुषा। महाराजा सुनवर्षी पोखरी कुन जिल्लामा पर्छ? मोराङ। मुगु जिल्लामा कुन ताल पर्छ? राताल। कैलाली जिल्लामा कुन ताल पर्छ? घोडागोडी ताल। बझाङ जिल्लामा कुन ताल पर्छ? सुरमा सरोवर। हस्त धन्यवाद। आजको लागि यति नै। हामीले प्राकृतिक स्रोत र साधनको सबै टपिकहरू चाहिँ हामीले कभर गर्यौं। धन्यवाद।